हामीलाई छोडेर हाम्रा छोराछोरी हामी गर्दैछौँ। आज मेरा छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान, कोरिया गए भन्दै। तर बिस्तारै बिस्तारै हाम्रो यो नेपाल देश, नेपाल एउटा वृद्ध आश्रम बन्दैछ। न पढेका, न राम्रा, न विद्वान, न ज्ञानी, न ध्यानी यो नेपालमा छन्। यो नेपालमा केवल हामी बुढा बुढी मात्र छौँ। आज माता अदिति भन्नुहुन्छ पतिदेव, जसका सन्तान आमा बुवा भन्दा टाढा गएका छन्। चाडबाड आओस्, वरिपरि घरमा छिमेकीकामा सन्तान आउन्, आफ्नो घरमा सन्तान नआउन्, अनि त्यतिखेर मन कस्तो हुन्छ ती आमालाई सोध्नु। आज चाडबाड आउँदा पनि मेरा सन्तान जङ्गल जङ्गलमा रुँदै भड्किरहेका छन्, रुँदै हिँडिरहेका छन्। एउटी आमा कसरी हाँस्न सक्ली? सारा सम्पत्ति खर्च गरेर पनि सन्तानका लागि खुसी र सुखी चाहने यदि संसारमा कोही छन् भने ती आमा र ती बुवा मात्र हो। नभए अरू कसैले मन्दिरमा गएर भगवानको अगाडि कसैले हात जोड्दैछ भने ती आमा र बुवाले मात्र तपाईँको लागि मन्दिरमा हात जोडिदिन्छन्। नभए अरू कसैले पनि मन्दिरमा गएर तपाईँको लागि हात जोड्ने कमै भेटिन्छन्। सब दुनियाँमा स्वार्थी छ। संसारमा यदि निस्वार्थ माया प्रेम यदि कसैले गर्छ भने त्यो मात्र आमा र बुवाले गर्नुहुन्छ, नत्र अरू कसैले हामीलाई त्यो निस्वार्थ माया गर्नुहुन्न। आज माता अलिकति त्यही भन्नुहुन्छ पतिदेव, सन्तान जङ्गल जङ्गलमा भड्किरहेका छन्, जङ्गल जङ्गलमा हिँडिरहेका छन्। म एउटी आमा खाना पकाउँछु, मिठो खानेकुरा खान ठिक्क पर्दा पनि त्यही सन्तानको याद आउँछ। ठुलो हावाहुरी आउँछ कठै मेरो लाला बाला बा, यो हावाहुरीमा बस्न नसक्ने हुन्। पानी आउँछ, पानीमा बा बस्न नसक्ने हुन्। आज मेरो त्यही पिरले न दिनमा भोग न रात्रिमा निद, मेरो सबै मलाई पीडा भइरहेको छ। मेरा सब कुरा बन्द भए पतिदेव म के गरौँ? अब कश्यप ऋषिले सम्झाउनुहुन्छ, देवी त्यसो नगर, चिन्ता नगर, शोक गर्नु हुँदैन, किनकि शोक गर्नु भनेको दुःखको कारण हो। आज मातालाई सम्झाउनु